खुसीको खबर झापाको अर्जुन धारामा सुकुम्बासीलाई सरकारले लाल पूर्जा दिएका छन्। यो भिडियो पुरै हेर्नु होला। तपाईहरुलाई कस्तो लाग्छ मन परेमा धेरै भन्दा धेरै शेयर गरी फलो गर्नु होला। आज हातमा लाल पूर्जा आज हातमा लाल पूर्जा छ। खसी काट्ने हो खाने हो। आज लाल पूर्जा पाएको नि त खुसी हुनु पर्यो। खुसी छु म धेरै खुसी छु। अब आज के खाने हो त? आज पार्टी होला। पार्टी अहिले साउन छ। साउन बारे छ। पार्टी चल्दैन। 40 सालमा मात्रै पाइयो। बाबा आमाले धनी पूर्जा नदेखि बित्नु भयो। छोराको पाला झन्डै बित्नु लाग्यो। पाइयो जे होस् खुसी लाग्यो। जस आमा बुवाले देख्नु भएको सपना छोराको पालामा छोराको पालामा पनि झन्डै अन्तिममा आइलाग्यो। अब नातिहरूले चाहिँ ढुक्कका साथ बस्न पाए। अब नातिहरूले चाहिँ ढुक्क खर्च गरेर पाइयो हैन। अब चाहिँ आफ्नो निजी भयो जग्गा। अब उठ्ने डर भएन। धेरै खुसी छु। गिरीमा पाइन्छ भनेर सोच्नुभएको थिएन। आशा चाहिँ थियो तर यति छिटो पाइन्छ होला भन्ने थिएन। कति वर्ष बसिरहनु भएको थियो जग्गामा? 20 वर्ष भयो। 20 वर्ष भइसक्यो थियो। नगरपालिकाले पहिलो अब तपाईँलाई लाल पूर्जा दिन्छु भनेर त कस्तो लागिरहेको थियो? धेरै खुसी पत्याउनु भएको थियो? सुरुमा त अब कति असफल भयो हैन। धेरै अब सङ्घर्ष धेरै दुःख गरियो। अहिले चाहिँ अब खुसी लाग्यो। के भन्नुहुन्छ मेयर साहबलाई? धेरै धेरै धन्यवाद। इन्दिरा राणा मगर्जी पनि आउनु भएको थियो हैन? यतापट्टि दिदी किन हो आज लाल पूर्जा पाएको नि त खुसी हुनु पर्यो। खुसी छु म धेरै खुसी छु। अब आज के खाने हो त? आज पार्टी होला। पार्टी अहिले साउन छ। साउन बारे छ। पार्टी चल्दैन। हस् धेरै धेरै धन्यवाद। हस्।